पार्टीभित्रै बसेर सङ्घर्ष गर्नुपर्छ। पार्टीभित्रै बसेर झ्याम्टा बजाउनुपर्छ। पार्टीभित्रै बसेर विरोधी हँसाउनुपर्छ। पार्टीभित्रै बसेर लफडा मचाइ मचाइ कार्यकर्ता नुहाउनुपर्छ, तिनको मन रुवाउनुपर्छ। होइन, पार्टीभित्रै बस्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ। यस्ता कुराहरू नै आउने गर्छ। एमालेको समर्थन गर्न सकिन्छ भने पार्टी ठिक छ, पार्टीमा बस्नु राम्रो। एमालेको विरोधै गर्न त बाहिर जाँदा फुक्का फाल भएर विरोध गर्न पाइन्छ नि। विरोधै गर्ने भने एमालेभित्र किन? अहिले केही मान्छे छन् रुवाबासी गरिरहेको छ, फलानालाई किन निकालेको? अहिले निक्ले हो उहाँ? त्यो त हामीले हात समातेर तानेर राखेको, हात छोडिदिएको हात। अनि उहाँले कहिल्यै पार्टीको पक्षमा बोलेको सुन्नुभयो? कहीँ कतै सुन्नुभयो पार्टीको पक्षमा